यहाँहरु सबैलाई नमस्कार, हार्दिक स्वागत पनि छ। आज मैले दुईटा मुक्तक लिएर आएको छु। बाआमाले छोराछोरीमाथि राख्ने अपेक्षा र छोराछोरीले के गर्दा बाआमा खुसी हुनुहुन्छ त्यो चाहिँ विषयलाई समेटेको छु। मुक्तक म सुरुवात गरेँ। पहिले बाआमाको अपेक्षा यस्तो छ। राम्रो कर्म गरेर असल मान्छे बनेको सुन्न पाए, राम्रो कर्म गरेर असल मान्छे बनेको सुन्न पाए, श्रेष्ठ भनेर सन्तानलाई अरूले गनेको सुन्न पाए, श्रेष्ठ भनेर सन्तानलाई अरूले गनेको सुन्न पाए, बाँचुन्जेल सन्तोषको श्वास फेर्दै बाँचिन्थे होला, बाँचुन्जेल सन्तोषको श्वास फेर्दै बाँचिन्थे होला, सबैले वाहा फलानाको सन्तान भनेको सुन्न पाए, सबैले वाहा फलानाको सन्तान भनेको सुन्न पाए, राम्रो कर्म गरेर असल मान्छे बनेको सुन्न पाए, श्रेष्ठ भनेर सन्तानलाई अरूले गनेको सुन्न पाए, बाँचुन्जेल सन्तोषको श्वास फेर्दै बाँचिन्थे होला, सबैले वाहा फलानाको सन्तान भनेको सुन्न पाए। यो बाआमाको अपेक्षा भयो। अब छोराछोरीले के गर्नुपर्छ बाआमामाथि भन्ने विषयलाई पनि थोरै मैले राखेको छु। अर्को मुक्तबाट सुरुवात गर्छु म। बुवाहरूको चर्किएको घाउमा मलम लाउन पाए, बुवा आमाको चर्किएको घाउमा मलम लाउन पाए, बुवा आमालाई सदा सदा खुसी र सुखी पाउन पाए, बुवा आमालाई सदा सदा खुसी र सुखी पाउन पाए, हरेक सन्तानको कर्म पनि पुरा हुन्थ्यो होला पक्कै, हरेक सन्तानको कर्म पनि पुरा हुन्थ्यो होला पक्कै, बाआमाको मलिन अनुहारमा प्रकाशले छाउन पाए। नमस्कार। मुक्त कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला। नमस्कार।